सम्पूर्ण साथीहरूलाई नयाँ भिडियोमा हार्दिक स्वागत छ। आज हामी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा सहकारी संस्थाहरूलाई कसरी दर्ता गर्न सकिन्छ भन्ने विषयमा आजको भिडियो रहनेछ। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न, लाइक, शेयर र कमेन्ट गर्न नभुल्नुहोला। सुरु गरौँ आजको भिडियो। सर्वप्रथम हामीले विभिन्न किसिमका वित्तीय सहकारी संस्था, कृषि सम्बन्धी काम गर्ने सहकारी संस्था र बहुउद्देश्य सहकारी संस्थाहरूको लागि चाहिँ राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा उनीहरू दर्ता हुन अहिले आवश्यक छ। सहकारी ऐन 2074 ले व्यवस्था गरे अनुसार सम्पूर्ण सहकारी संस्थाहरू चाहिँ राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनै पर्छ। त्यसको लागि सर्वप्रथम हामीले गुगल ब्राउजरमा गएर राष्ट्रिय सहकारी नियमन प्राधिकरण सर्च गर्नुपर्छ। मैले यहाँ सर्च गरेँ। त्यसपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको एउटा वेबसाइट खुल्छ। हामी त्यसभित्र प्रवेश गर्छौँ। यसरी यो राष्ट्रिय सहकारी नियमन प्राधिकरणको वेबसाइटभित्र प्रवेश गरिसकेपछि हामीले यसलाई चाहिँ यहाँ स्क्रोल गर्न सकिन्छ। यसरी स्क्रोल गर्यौं भने यहाँ तल चाहिँ सहकारी दर्ता पोर्टल भनेर चाहिँ यहाँनिर राखेको देखिन्छ। हामीले हेर्न सक्छौं। यो सहकारी दर्ता पोर्टलमा गएर चाहिँ हामीले हाम्रा सहकारी संस्थालाई चाहिँ यसमा आबद्ध गर्नुपर्छ अथवा चाहिँ दर्ता गर्नुपर्छ। मैले यसमा क्लिक गरेँ। हामीले यसमा क्लिक गरिसकेपछि एउटा यस्तो खालको इन्टरफेस खुल्छ। अब यसमा हामीले के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले जुन सहकारी संस्था दर्ता गर्ने हो त्यो सहकारी संस्था दर्ता गर्नको लागि चाहिँ सर्वप्रथम पहिलो पटक चाहिँ हामीले गर्ने काम भनेको हाम्रो सहकारी संस्थालाई चाहिँ दर्ता गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले रजिस्टरमा चाहिँ हामीले यहाँ क्लिक गर्नुपर्छ। यसमा हामीले दर्ता गरेर चाहिँ एउटा यसबाट ओटिपी हामीले प्राप्त गर्यौं भने त्यो ओटिपीले चाहिँ हामीलाई 7 दिनसम्म काम गर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले 7 दिन भित्रमा चाहिँ फेरि चाहिँ दर्ता गरेर ओटिपी माग्न आवश्यक पर्दैन। एकपटक मागेको ओटिपीले 7 दिनसम्म काम गर्छ। त्यसपछि चाहिँ हामीले सर्वप्रथम दर्ता गर्नको लागि चाहिँ हामी रजिस्टर भन्ने चाहिँ यो मेनुमा क्लिक गर्छौं र यसलाई चाहिँ मैले यसमा क्लिक गरेँ। अब साथीहरु हामीले यसमा चाहिँ के गर्नुपर्छ भन्दाखेरि हामीले जुन सहकारी संस्था चाहिँ दर्ता गर्न लागेका छौं त्यसको चाहिँ यहाँ इमेल राख्नुपर्छ र त्यो सहकारी संस्थाको यहाँनिर चाहिँ हामीले एउटा फोन नम्बर, सम्पर्क नम्बर अथवा त्यो नभएको खण्डमा संस्थाको चाहिँ आफ्नै फोन नम्बर नभएको खण्डमा हामीले संस्थाको अध्यक्ष अथवा चाहिँ कर्मचारी प्रबन्धकको फोन नम्बर राखेर पनि हामीले रजिस्टर गर्न सक्छौं। यति राखिसकेपछि हामीले चाहिँ यहाँ रजिस्टर भन्ने मेनुमा क्लिक गर्नुपर्छ। मैले चाहिँ यहाँ कुनै पनि केही राखेन किनकि तपाईले चाहिँ आफ्नो सहकारी संस्थाको राख्नु होला। त्यसपछि तपाईको यहाँ रजिस्टर हुन्छ। यसरी रजिस्टर भइसकेपछि तपाईको मोबाइलमा के हुन्छ भन्दाखेरि चाहिँ एउटा तपाईको मोबाइल भन्दा पनि तपाईको चाहिँ जुन नम्बर राख्नु भएको छ त्यो नम्बरमा एउटा ओटिपी कोड आउँछ। त्यो ओटिपी कोड आइसकेपछि हामीले त्यो ओटिपी कोड अनुसार चाहिँ हामीले यसमा के गर्नुपर्छ भन्दाखेरि चाहिँ कन्टिन्यू गर्नुपर्छ अथवा चाहिँ लगइन गर्नुपर्छ। त्यो तपाईको मोबाइलमा ओटिपी कोड प्राप्त भइसकेपछि यो कन्टिन्यू विथ भ्यालिड ओटिपी भन्नेमा चाहिँ हामीले क्लिक गर्छौं। मैले यसमा क्लिक गरेँ। यसमा चाहिँ तपाईले पहिलो पटक हो भने इमेल राख्नु पर्दैन, तर दोस्रो पटक तपाईले चाहिँ यसमा लगइन गर्दै हुनुहुन्छ भने 7 दिन भित्रमा है लगइन गर्दै हुनुहुन्छ भने यसमा इमेल राख्न आवश्यक हुन्छ। त्यसपछि तपाईले चाहिँ यहाँ संस्थाको इमेल राख्ने र यसमा चाहिँ तपाईको फोनमा प्राप्त भएको चाहिँ तपाईले ओटिपी कोड चाहिँ राख्नुभयो भने राखेर चाहिँ यहाँ तपाईले चाहिँ भेरिफाई गरेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। यसरी भेरिफाई गरिसकेपछि तपाईको त्यहाँ चाहिँ एउटा प्रारम्भिक विवरण भर्ने चाहिँ एउटा इन्टरफेस खुल्छ र त्यो विवरण भरेर तपाईले चाहिँ यसलाई चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ। यति गरेर चाहिँ हामीलाई ओटिपी आएर चाहिँ हामीले हाम्रो सहकारी संस्थालाई रजिस्टर गर्यौं अथवा दर्ता गरिसक्यौं भने हामीले यो राष्ट्रिय सहकारी नियमन प्राधिकरणको यो वेबसाइटमा चाहिँ हामीले लगइन गर्न सक्छौं। हेर्नुस् है। त्यसको लागि चाहिँ यहाँ लगइन नाउ भन्ने एउटा चाहिँ यो अप्सन दिएको छ। यो अप्सनमा तपाईले चाहिँ यसरी चाहिँ यहाँ क्लिक गर्न सक्नुहुन्छ। यसमा क्लिक गरिसकेपछि के हुन्छ भन्दाखेरि चाहिँ जुन तपाईले पहिला ओटिपी प्राप्त गर्दाखेरि चाहिँ प्रयोग गर्नु भएको संस्थाको मेल थियो त्यो मेललाई तपाईले चाहिँ यहाँ राख्नुपर्छ र तपाईले आवश्यकता अनुसारको एउटा चाहिँ पासवर्ड राखेर तपाईले चाहिँ यहाँ लगइन गर्न सक्नुहुन्छ है। यसरी तपाईले लगइन गर्न सक्नुहुन्छ र लगइन गरिसकेपछि त्यहाँ चाहिँ विभिन्न किसिमका चाहिँ डाटाहरु मागिएको हुन्छ। त्यो डाटा मागेर तपाईले चाहिँ त्यसमा सेभ गरेर तपाईले चाहिँ आफ्नो सहकारी संस्थालाई तपाईले चाहिँ राष्ट्रिय सहकारी नियमन प्राधिकरणको चाहिँ यो वेबसाइटमा अथवा चाहिँ यो लगइन पेजबाट तपाईले चाहिँ दर्ता गर्न सक्नुहुन्छ। आजको लागि यति नै। तपाईलाई सहकारी नियमन प्राधिकरणमा सहकारी दर्ता सम्बन्धीको डिटेल भिडियो चाहिन्छ भने तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। म त्यस सम्बन्धी पनि तपाईलाई डिटेल भिडियो चाहिँ बनाएर चाहिँ अपलोड गर्न सक्छु। आजको लागि यति नै। हस्, धन्यवाद।